यहाँहरू सबैलाई हार्दिक नमस्कार छ। म आज विशेष गरी हाम्रो मोडल क्वेसनहरू स्पेसिफिक ग्रेड परीक्षा बोर्ड अथवा पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको अथवा तयार पारेको मोडल क्वेसन अनुसार है हामीलाई चाहिने क्वेसन्सहरू चाहिँ कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा म आज खास गरी नोटबुक एलएमबाट कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा यहाँहरूलाई केही कुरा सेयरिङ गर्न गइरहेको छु। यहाँहरू सबैभन्दा पहिला चाहिँ क्रोम ब्राउजर यहाँले ओपन गर्नुहोस्। क्रोम ब्राउजर ओपन गरिसकेपछि नोटबुक एलएम हान्नुहोस्, अथवा तपाईँले यो गरिसकेपछि यहाँनिर 9 डटमा गएपछि यहाँनिर अहिले जेमिनी नोटबुक एलएम यहाँहरूले देख्न सक्नुहुनेछ। यसमा क्लिक गर्नुभयो भने पनि त्यो नोटबुक एलएम खुल्नेछ। ल, अब यहाँहरू लगइन गर्नु भएको छैन भने नोटबुक एलएममा लगइन गर्नुहोस्। लगइन गरिसकेपछि त्यसको एउटा लगइन गर्ने प्रोसेस यहाँहरूले धेरैचोटि गरिसक्नु भएकोले थाहा पाइसक्नु भयो होला। त्यसपछि यहाँ क्रिएट न्यूमा यहाँहरू जानुपर्ने हुन्छ। क्रिएट न्यूमा गइसकेपछि यो अपलोड फाइल भन्ने आउँछ, अथवा यहाँ एड सोर्स गर्नुभयो भने पनि यहाँहरूले देख्न सक्नुहुन्छ। यो अपलोड फाइलमा गइसकेपछि यहाँनिर मैले कक्षा 10को पाठ्य पुस्तक पनि डाउनलोड गरेर राखेको छु। मसँग कक्षा 10को स्पेसिफिक ग्रेड पनि छ र त्यसको एउटा मोडल क्वेसन पनि सँगै छ। म त्यो कुरालाई यहाँनिर अपलोड गर्छु। जस्तै यहाँ ग्रेड 10को म्याथ बुकलाई मैले अपलोड गरेँ। त्यसपछि फेरि म एड सोर्समा जान्छु र अर्को सोर्सको रूपमा चाहिँ ल म यो अर्को स्पेसिफिक ग्रिड पनि यहाँनिर अपलोड गरिदिएँ। फेरि म एड सोर्समा गएर एउटा अर्को मोडल क्वेसन पनि मसँग छ यहाँनिर। हुन त त्यो स्पेसिफिक ग्रिडभित्र नि छ, तर अर्को मैले यहाँनिर बनाएको एउटा क्वेसन पनि हालिदिएँ। अब म यहाँनिर आस्क क्वेसन अर क्रिएट समथिङ भन्ने ठाउँमा गइसकेपछि त्यतापट्टि सोर्सहरू हामीले दिइसकेका छौँ। यसको आधारमा म यहाँनिर एउटा केही कुरा टाइपिङ गर्छु। यति हानेर हामीले यसलाई चाहिँ अब यहाँहरूले अलिअलि मिलाउनु पर्ने हुन्छ। सेटिङमा हामीलाई नेपाली आउटपुट ल्याङ्ग्वेजमा के छ यो कुरा ख्याल गर्नु पर्यो। नेपाली नै रहेछ, नभए यहाँहरूले यहाँनिर यो हेरोमा क्लिक गरेर कुन चाहिँ छान्ने हो त्यसमा छान्नुपर्ने हुनसक्छ। यति गरेर सेभ गरेर यहाँहरूले सबमिट गरिदिइसकेपछि यसैको आधारमा जसरी एनइबीले जुन खालको मोडलमा क्वेसन उपलब्ध गराएको छ त्यही क्वेसन चाहिँ यहाँनिर बनाउने छ। अब एकछिन यसले समय लिनेछ। एकछिन समय लिइसकेपछि फेरि यसले बनाउने छ। यसले काम गरिरहेको छ। यहाँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ हामीले प्रश्नपत्र बनाउन दिँदा त सिडिसीको वेबसाइटमा गएर यहाँहरूले पाठ्य पुस्तक पाठ्यक्रम डाउनलोड गर्न सक्नुहुनेछ र त्यहाँनिर स्पेसिफिक ग्रिड विथ मोडल क्वेसन पनि राखिदिएको छ। त्यो कुरालाई पनि यहाँहरूले डाउनलोड गर्नुपर्ने रहेछ र डाउनलोड गरेको कुरालाई चाहिँ यसलाई सोर्सको रूपमा दिनुपर्ने छ। यो कुरालाई चाहिँ यहाँहरूले ख्याल गर्नु होला। यति गरिसकेपछि अब यसले केही समय लिन्छ। लिइसकेपछि जुन मोडलमा हामीलाई क्वेसन चाहिने हो त्यही मोडलको क्वेसन चाहिँ यसले बनाइदिने गर्दछ। म यिनीहरूलाई बनेपछि देखाउनेछु। यहाँहरूले देख्न सक्नुहुनेछ। यहाँनिर त्यो प्रम्प्टको आधारमा यसले मैले कक्षा 10को अनिवार्य गणित विषयको विशिष्टीकरण तालिका पाठ्यक्रमको आधारमा नयाँ प्रश्नहरू र उपयुक्त गणितीय रेखा चित्रसहित सम्पूर्ण प्रश्न र विस्तृत उत्तरकुञ्जिका समाविष्ट वर्ड फाइल तयार गरेको छु भनिसकेको छ। यसले बनाएको छ। यहाँ भनेको छ प्रश्नपत्रको ढाँचा विद्या परीक्षाको बोर्डमा वास्तविक अङ्कभार मूल्य त्यहाँ अन्डरस्ट्यान्डिङ एप्लिकेसन हायर एबिलिटीकै आधारमा सन्तुलित मिलाएर सिर्जना गरिएको छ भनेको छ। यसले चित्रहरू पनि समावेश गरेको छु भन्छ। उत्तर कुञ्ज पनि बनाइदिएको छु भनेर यतापट्टि एउटा कम्पलसरी म्याथ मोडल भनेर बनाएको छ। अब यो कुरालाई यहाँनिर क्लिक गर्नुभयो भने यो यहाँनिर डाउनलोड हुनेछ। यहाँहरूले कम्पलसरी म्याथ मोडल क्वेसन भनेर गरेँ। यसलाई मैले सेभ गरिदिएँ। यसलाई म यहाँनिर ओपन गर्छु। देखिसक्नु भएको छ। अहिले क्वेसन त बनाइदिइसकेको छ। अब यहाँहरूले आफूले चाहे अनुसार केही केही यहाँनिर यसको डिजाइनमा परिवर्तन गर्नुपर्ने छ। कहीँ कहीँ ओडहरूमा परिवर्तन गर्नुपर्ने छ। जस्तै यहाँ मेलुङ गाउँपालिका अरू के मिलाएको छैन होला, त्यो कुरालाई यहाँहरूले आफूले चेन्ज गराउनु पर्ने छ।
त्यसपछि अरू क्वेसन चाहिँ इङ्ग्लिस नेपाली दुइटै मिडियममा बनाउँछ, किन भन्दा हाम्रो मोडल क्वेसनको हामीले फर्मेटै त्यही अनुसार दिएको थियौँ। अरू केही कुराको यहाँहरूले चेन्ज गर्नुपर्ने, कुनै भाषाहरू चेन्ज गर्नुपर्ने भए यहाँ हेरेर सच्याउनु पर्ने छ। यसरी यहाँहरूले जुनसुकै विषयको पनि, मैले आज गणितको बनाएको छु, यहाँहरूले अन्य विषय पनि सजिलैसँग यसरी थोरै समयमा यहाँहरूलाई चाहिएको क्वेसन बनाइदिन सक्नुहुनेछ र यसको उत्तर कुञ्जिका पनि यसले बनाएर दिएको छ। यसले रुब्रिक्सहरू पनि बनाउँछ, हामीलाई जे कुरा चाहिन्छ त्यो सबै कुरा यसले बनाएर दिने गर्छ। त्यसैले हामीले सजिलैसँग एआईको प्रयोग गरेर यस्ता सामग्रीहरू बनाउन सक्छौँ। अन्य जानकारीको लागि फेरि पनि अरू भिडियोहरू हेर्दै गर्नुहोला। धन्यवाद।